आँटेको इच्छा पुरा हुन्छ भनी पुत्र नभएकालाई पुत्रको फल मिल्ने। यो पवित्र भूमि गौमुखीबाट सबैलाई नमस्ते। म अर्जुन अतित। आज हामी गौमुखीमा छौँ माघ 1 गते। यहीँबाट तपाईँ सम्पूर्णलाई माघी पर्वको शुभकामना पनि व्यक्त गर्न चाहे। यहाँ चाहिँ विशेष गरी माघे सङ्क्रान्तिको दिन स्नान गरियो यहाँ भने विभिन्न पापहरू पखालिने, धर्म प्राप्त हुने जस्ता धार्मिक मान्यताहरू छन्, जनविश्वासहरू छन्। भिडियो अन्तिमसम्म हेर्नुहोला अनि जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। यो चाहिँ रहेको छ गौमुखी झरना। एकदमै चिसो छ, बिहानको समयमा करिब 7:15-20 भइसक्यो। र फर्किनु भयो हजुर। ल 2, 4, 6, 8, 9वटा धाराहरू रहेका छन्। यहाँ स्नान गर्नेहरूको लगभग अहिले भिड नै छ। सो यहाँ चाहिँ अहिले स्नान गर्न गौमुखी गुफामा जानेहरूको भिड तपाईँहरूले देख्न सक्नुहुन्छ। माथि यहाँबाट चाहिँ यो गौमुखी गुफा प्रवेश गर्ने ठाउँ त्यहाँसम्म। माथि जाने भनेको, तर माथि जान सक्ने अवस्था चाहिँ छैन। माथि चाहिँ ट्रसहरू छन्, तीर्थालुहरूले मनोरञ्जन गरेर रात बिताउनुहुन्छ। अनि एउटा मेरो विनम्र अनुरोध, भिडियोलाई एक सेयर गरेर जताततै पुर्याउन मद्दत गर्नुहोला है त।